एउटा निकै चलेको भनाइ छ नि, कुन चाहिँ? पुरुषहरूले हरेक 7 सेकेन्डमा यौनको बारेमा सोच्छन्। हो त्यो त खुब सुनिन्छ। हो, के यो साँच्चै हो त? आज हामी यही विषयमा अलिक गहिरिएर हेर्दैछौँ। अह हामीसँग भएका स्रोतहरू के लाएर, होइन? मान्छेले यौनबारे किन सोच्छन्, कति सोच्छन्, यसबारे बुझ्ने कोसिस गरौँ न त। हुन्छ। यसका जैविक, मनोवैज्ञानिक अनि सामाजिक सांस्कृतिक पक्षहरू के छन्? ल खोलौँ है त यो कुरा। हो, यो भनाइ त अब निकै प्रचलित भयो, तर हामीले हेरेका स्रोतहरू केलाउँदा होइन तथ्याङ्क त अलि फरक फरक पो देखिन्छ। कस्तो फरक? कुनै अध्ययनले पुरुषले दिनमा औसत 19 पटकसम्म सोध्छन् भन्छ, तर फेरि अर्कोले चाहिँ पुरुषले 8 पटक अनि महिलाले लगभग 6 पटक मात्रै सोध्छन् भनेर देखाउँछ। मतलब त्यो अन्तर त्यति ठुलो पनि नहुन सक्छ। हो र, 19 पटक एकातिर, 8 र 6 अर्कोतिर। तर संख्या जेसुकै भए पनि मलाई लाग्छ सिग्मन्ड फ्राइडले जोड दिएको कुरा महत्त्वपूर्ण छ। के भन्नुभएको थियो र उहाँले? उहाँले भन्नुभए अनुसार यौनबारे सोच्नु भनेको एकदमै स्वाभाविक कुरा हो। यो मानव हुनुको एउटा आवश्यक प्रक्रिया नै हो। स्वाभाविक प्रक्रिया हो। तर यो तथ्याङ्कहरूमा यस्तो भिन्नता किन होला त? बीबीसीले 19 पटक भन्यो, साइकोलोजी टुडेले चाहिँ 8 र 6 भन्यो। त्यो त अब कसरी अध्ययन गरियो होइन, हो। अनि यौनबारे सोच्नुलाई कसरी परिभाषित गरियो भन्नेमा भर पर्छ होला नि। त्यो पनि हुन सक्छ। तर यो संख्याको खेलभन्दा अलि पर जाउँ न, फ्रॉइडकै कुरा गरौँ न त। बिल्कुल। फ्रॉइडको आधारभूत विचार के हो भने यौन चिन्तन हाम्रो स्वभावमै छ क्या। यो हाम्रो जैविक प्रकृति अनि हामी हुर्केको समाज र संस्कृतिको संयुक्त उपज हो। जैविक र सामाजिक सांस्कृतिक दुवै हो। यो केवल शारीरिक मात्र होइन, यो त मानसिक र भावनात्मक प्रक्रिया पनि हो जुन हाम्रो अवचेतन मनसँग गहिरोसँग जोडिएको हुन्छ। अवचेतन मन मतलब हाम्रो सिधै चेतना बाहिरको तह हो। त्यही जैविक रूपमा हेर्दाखेरि अब हर्मोनको कुरा आउँछ। टेस्टोस्टेरोन, इस्ट्रोजेन जस्ता हर्मोनले प्रजातिको निरन्तरताका लागि यौन इच्छालाई उत्प्रेरित गर्छन् नि। त्यो त छँदैछ। यो भयो जैविक पाटो। अनि मनोवैज्ञानिक कोरबाट नि? मनोवैज्ञानिक कोणबाट हेर्दा फ्राइडका अनुसार समाजले के गर्छ भने यौन इच्छाहरूलाई एउटा सीमाभित्र राख्न नियम बनाउँछ, नैतिकता बनाउँछ। ठीक हो। यसले गर्दा कतिपय इच्छाहरू दमन हुन्छन् अनि त्यही अवचेतन मनमा पुग्छन्। अनि ती दमित इच्छाहरू कहिलेकाहीँ सपनामा देखिन्छन् वा कहिलेकाहीँ कला जस्ता रचनात्मक कार्यमा प्रकट हुन्छन्। चाखलाग्दो कुरा। यहाँ समाज र संस्कृतिको भूमिका झनै हैन महत्त्वपूर्ण देखियो नि त। हो नि। पहिले यौनबारे कुरा गर्न अलिक गाह्रो थियो होला, त्यसमा एक किसिमको रहस्य थियो होला होइन? बिल्कुल, निरन्तर प्रभावित पार्छ। अब यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि जन्माउँछ। के प्रश्न? के यसरी यौनबारे बारम्बार सोच्दा मान्छेको ऊर्जाशील समय र रचनात्मक क्षमता खेर जान्छ त? हो, यो त महत्त्वपूर्ण प्रश्न भयो। के भन्छन् त स्रोतहरूले? फ्रॉइडले के भने? फ्रॉइडको सिद्धान्तले यसको अलि जटिल तर निकै रचनात्मक जवाब दिन्छ जस्तो लाग्छ। कस्तो जवाब? उनका लागि यौन ऊर्जा, जसलाई उनले लिबिडो भने, त्यो केवल यौन कार्यमा मात्र सीमित थिएन क्या, बरु त्यो जीवनकै एक आधारभूत रचनात्मक शक्ति थियो। जीवनकै रचनात्मक शक्ति? हो। स्रोतहरूले के संकेत गर्छन् भने फ्राइडको विचारमा हाम्रो दैनिक जीवनको ड्राइभ, चाहे त्यो अफिसको काममा होस् चाहे कला सृजनामा, त्यो कतै न कतै त्यही आधारभूत यौन ऊर्जा मतलब लिबिडोबाटै आउँछ, जसलाई हामीले थाहा नपाइकन रूपान्तरण गरिरहेका हुन्छौँ। उनले त लियोनार्डो दा विन्ची वा पाब्लो पिकासो जस्ता महान कलाकारहरूले आफ्नो यही लिबिडोलाई कला र नवप्रवर्तनमा बदलेको विश्वास गर्थे। मतलब यो ऊर्जालाई सही दिशा दिन सक्यो भने रचनात्मक हुन्छ? हो। यसलाई पानीको धारासँग तुलना गर्न मिल्छ। सही दिशामा बगायो भने सिंचाइ गर्छ होइन, तर अनियन्त्रित छोडिदियो भने बाढी ल्याउँछ। ठिक हो। तर यसको अर्को पाटो पनि त होला नि? अवश्य। पक्कै पनि अस्वस्थ रूपमा वा अत्याधिक रूपमा यौन विचारमा डुबिरहँदा त होइन, त्यसले हाम्रो ऊर्जा र सृजनाशीलतामा बाधा पुर्याउँछ होला नि? हो नि, त्यो त पक्कै हो। यदि कोही व्यक्ति यस्ता विचारहरूमा एकदमै अल्झिन्छ, त्यसलाई व्यवस्थापन गर्न सक्दैन भने मानसिक तनाव बढ्न सक्छ। अनि अरू काममा ध्यान दिन गाह्रो हुन्छ? हो, महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ। त्यसो भए यसको सार के हो त?
मिचोडामा के भन्न सकिन्छ? सारमा यौनबारे सोच्नु मानवीय स्वभाव हो। यो अनौठो होइन, तर महत्त्वपूर्ण कुरा चाहिँ सन्तुलन हो जस्तो लाग्छ। सन्तुलन। यस्ता विचार आउनु स्वाभाविक हो, तर यदि सोचाइ यसमै मात्र अत्यधिक केन्द्रित भयो र दैनिक जीवनका अरू पक्षहरूलाई असर गर्न थाल्यो भने त्यो चाहिँ पक्कै पनि समस्याजनक हुन सक्छ। हो। हामीले हेरेका स्रोतहरूले पनि यसको सामान्यतालाई स्वीकार्छन्, तर अत्याधिक सोचाइबाट भने सचेत रहन सुझाउँछन्। भनेपछि आजको यो कुराकानीबाट के देखियो भने यौनबारे सोच्नु महिला र पुरुष दुवैका लागि एक सामान्य मानवीय अनुभव रहेछ, जसलाई हाम्रो जीव विज्ञान, हाम्रो मनोविज्ञान अनि हामी बाँचेको समाज र संस्कृतिले प्रभावित पारेको हुन्छ। बिल्कुल। अनि तथ्याङ्क जे जस्तो भए पनि सोचाइको आवृत्तिमा त्यस्तो ठूलो लैङ्गिक भिन्नता नहुन पनि सक्छ भन्ने सङ्केत पाइयो, होइन त? हो, त्यो पनि देखियो। अब अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ न त। हुन्छ, के प्रश्न? यदि फ्राइडले भने झैं यौन चिन्तन वा लिबिडो एक आधारभूत जीवन ऊर्जा हो भने मानिसहरूले जानेर वा नजानेर त्यो ऊर्जालाई कला वा विज्ञान जस्ता अस्पष्ट देखिने रचनात्मक कार्यबाहेक आफ्नो दैनिक जीवनका अन्य पक्षहरूमा कसरी निर्देशित गरिरहेका होलान्? मतलब अरू क्षेत्रमा पनि? हाम्रो दैनिक जीवनको महत्वाकांक्षा, जोश वा सम्बन्धहरूमा यो लिबिडो कस्ता सूक्ष्म तर शक्तिशाली तरिकाले प्रकट भइरहेको होला, यो सोच्न लायक छ जस्तो लाग्छ। साँच्चै यो त निकै गहिरो प्रश्न भयो, सोच्न बाध्य बनाउने खालको।